धनी मानिसहरू किन अझ धनी बन्छन् र मेहनती मानिसहरू किन जीवनभर मेहनत गरिरहन्छन्? यो प्रश्नको उत्तर खोज्दै संसारका लाखौं मानिसहरूले एउटा पुस्तक पढे। त्यो पुस्तक थियो रिच ड्याड पुअर ड्याड। तर आज म यो पुस्तकको कथा सुनाइरहेको छैन। म यस्तो कुरा भन्न लागिरहेको छु जुन कुरा हामी मध्ये धेरैले कहिले सिकेनौं। हामीलाई सानैदेखि गणित सिकाइयो, विज्ञान सिकाइयो, इतिहास सिकाइयो, तर पैसासँग कसरी व्यवहार गर्ने भन्ने शिक्षा कहिले दिएन। सायद यही कारणले धेरै मानिसहरू पैसा कमाउन त सिक्छन् तर पैसा जोगाउन सक्दैनन्। धेरैले आम्दानी बढाउँछन् तर बैंक खाताको रकम भने उस्तै रहन्छ। अनि एक दिन उनीहरू आफैलाई एउटा प्रश्न सोध्न थाल्छन्, यति धेरै वर्ष काम गरेँ तर म अझै आर्थिक रूपमा स्वतन्त्र किन हुन सकिनँ? सायद त्यो प्रश्नको उत्तर आम्दानीमा छैन। रोबर्ट कियोसाकीले एउटा ठाउँमा भनेका थिए, इट्स नट हाउ मच मनी यु मेक, इट्स हाउ मच मनी यु किप। यो एउटा वाक्य मात्र होइन, यो आर्थिक जीवन बदल्ने सोच हो। किनकि धनी बन्ने कुरा धेरै पैसा कमाउनु होइन, धनी बन्ने कुरा पैसालाई सही बानीले सञ्चालन गर्नु हो। र आज हामी यही 5वटा फाइनेन्सियल ह्याबिटको बारेमा कुरा गर्नेछौँ, जुन बानीहरूले सामान्य आम्दानी भएका मानिसहरूलाई पनि समयसँगै आर्थिक रूपमा बलियो बनाउन सक्छ। तर यी 5 मध्ये एउटा बानी यस्तो छ जसलाई रोबर्ट कियोसाकीले आफ्नो आर्थिक जीवनको सबैभन्दा ठुलो मोड मान्छन्। नमस्कार, स्वागत छ तपाईहरुलाई आफ्नै च्यानल मनी माइन्डमा। यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि सायद आज तपाईहरुले सुन्नुभएको एउटा विचार भोलि तपाईको आर्थिक भविष्य बदल्ने निर्णय बन्न सक्छ। ह्याबिट नम्बर 1, पहिले आफूलाई पैसा तिर्नुहोस्। कल्पना गर्नुहोस्, एउटा किसानले एउटा खेतीमा बिउ छर्यो, तर हरेक पटक बिउ उम्रन अघि नै उसले सबै बिउ निकालेर खाइदियो। अब प्रश्न छ, के त्यो खेतले कहिले ठुलो बाली दिन सक्छ? कहिले सक्दैन, किनकि जुन बिउ भविष्य बन्ने थियो त्यो वर्तमानमै सकियो। पैसाको संसारमा पनि धेरै मानिसहरूले यही गल्ती गर्छन्। आम्दानी आयो, सबै खर्च भयो, यदि केही बाँकी रह्यो भने बचत। तर रिच ड्याड पुअर ड्याडले बिल्कुल फरक सोच सिकाउँछ। पे योरसेल्फ फर्स्ट। यसको अर्थ सबै खर्च सकेपछि आफूलाई पैसा दिनु होइन, सबैभन्दा पहिले आफ्नो भविष्यलाई पैसा दिनु। किनकि यदि तपाईले आफ्नो भविष्यलाई प्राथमिकता दिनु भएन भने संसारले तपाईको पैसा खर्च गर्ने हजारौं कारण खोजिदिन्छ। एउटा कुरा याद राख्नुहोस्, खर्चको कुनै अन्त्य हुँदैन, तर बचत गर्ने निर्णय एउटा सचेत निर्णय हो। धेरै मानिसहरू भन्छन्, जब आम्दानी बढ्छ तब बचत सुरु गर्छु। तर रिच ड्याड पुअर ड्याडको एउटा मुख्य शिक्षा के हो भने आम्दानी बढ्दा मात्र मानिस धनी हुँदैन, आर्थिक अनुशासन बढ्दा मानिस धनी बन्छ। त्यसैले रकम ठुलो हुनु आवश्यक छैन, महत्त्वपूर्ण कुरा बानी सुरु हुनु हो। आज सानो रकम जोगाउने व्यक्तिले भोलि ठुलो सम्पत्ति व्यवस्थापन गर्न सक्छ, तर आज सानो रकम पनि जोगाउन नसक्ने व्यक्तिले ठुलो रकम पनि लामो समय टिकाउन सक्दैन। किनकि धनी बन्ने यात्रा रकमबाट सुरु हुँदैन, बानीबाट सुरु हुन्छ। ह्याबिट नम्बर 2, एसेट्स किन्नुहोस्, लायबिलिटी होइन। यदि कसैले रोबर्ट कियोसाकीलाई सोध्यो भने तपाईको पुस्तकको सबैभन्दा महत्त्वपूर्ण शिक्षा एउटा वाक्यमा भन्नुहोस्। सायद उहाँ भन्नुहुन्थ्यो, रिच पिपल एक्वायर एसेट्स, पुअर एन्ड मिडल क्लास एक्वायर लायबिलिटिज द्याट दे थिङ्क आर एसेट्स। यो वाक्य पहिलो पटक सुन्दा अलिक कठोर लाग्न सक्छ, तर यसको अर्थ बुझ्नुभयो भने तपाईले पैसा हेर्ने दृष्टिकोण नै बदलिन सक्छ। उहाँको अनुसार एसेट्स भनेको तपाईको खल्तीमा पैसा हाल्ने कुरा हो, लायबिलिटी भनेको तपाईको खल्तीबाट पैसा निकालिरहने कुरा हो। यति सरल, तर हामी मध्ये धेरैले कुनै चिज किन्ने बेला एउटै प्रश्न सोध्छौँ, मलाई यो मनपर्छ कि पर्दैन? धनी मानिसहरूले भने अर्को प्रश्न सोध्छन्, यसले भविष्यमा मेरो आर्थिक जीवनलाई बलियो बनाउँछ कि कमजोर? यही एउटा प्रश्नले सही गलत निर्णय रोकिदिन्छ। त्यसैले हरेक ठुलो खर्च गर्नु अघि केवल केही सेकेन्ड रोकिनुहोस् र आफैलाई सोध्नुहोस्, के यो मेरो लागि काम गर्ने सम्पत्ति हो वा मैले जीवनभर खर्च गरिरहनु पर्ने दायित्व? किनकि धनी मानिसहरूको घर महँगा सामानले भरिएको हुँदैन, उनीहरूको जीवन उनीहरूको लागि काम गरिरहेका एसेट्सले भरिएको हुन्छ। ह्याबिट नम्बर 3, फाइनेन्सियल एजुकेसनमा लगानी गर्नु। एउटा प्रश्न, यदि कसैले तपाईलाई 2वटा विकल्प दियो भने पहिलो आजै नै 10 लाख रुपैयाँ, दोस्रो फाइनेन्सियल एजुकेसन जसले तपाईलाई जीवनभर 10 लाख होइन करोड कमाउन सक्ने क्षमता दिन्छ, तपाई कुन रोज्नुहुन्छ? सायद धेरै मानिसहरूले पहिलो विकल्प रोज्छन्, किनकि पैसा तुरन्त देखिन्छ तर ज्ञानको मूल्य समयसँगै मात्र देखिन्छ। रिच ड्याड पुअर ड्याडमा रोबर्ट कियोसाकीले एउटा गहिरो कुरा भनेका छन्, द सिंगल मोस्ट पावरफुल एसेट वी अल ह्याभ इज आवर माइन्ड। यसको अर्थ मानिसको सबैभन्दा ठुलो सम्पत्ति बैंक खातामा भएको पैसा होइन, उसको सोच्ने तरिका हो। किनभने यदि आर्थिक ज्ञान छैन भने धेरै पैसा पनि टिक्न सक्दैन, तर
यदि सही आर्थिक ज्ञान छ भने सानो रकमबाट पनि ठुलो सम्पत्ति बनाउन सकिन्छ। धेरै मानिसहरू नयाँ मोबाइल किन्न हजारौँ खर्च गर्छन्, लाखौँ खर्च गर्छन्, नयाँ कपडामा खर्च गर्छन्, मनोरञ्जनमा खर्च गर्छन्, तर एउटा राम्रो पुस्तक किन्न, एउटा नयाँ सिप सिक्न वा आर्थिक ज्ञान बढाउन सक्ने खर्च गर्न हिचकिचाउँछन्। यही ठाउँबाट धनी र सामान्य मानिसको बाटो छुटिन सुरु हुन्छ, किनकि धनी मानिसहरूले खर्च गर्नु अघि आफूलाई अझ मूल्यवान बनाउँछन्। उनीहरूलाई थाहा हुन्छ यदि मेरो ज्ञान बढ्यो भने मेरो आम्दानी पनि बढ्छ, तर मेरो ज्ञान उही रह्यो भने आम्दानी बढे पनि समस्या उस्तै रहन्छ। त्यसैले आफ्नो जीवनमा एउटा नियम बनाउनुहोस्, हरेक महिना केही पैसा आफ्नो दिमागमा लगानी गर्नुहोस्, किनकि त्यो नै यस्तो सम्पत्ति हो जसलाई कसैले चोर्न सक्दैन। ह्याबिट नम्बर 4, पैसाको लागि काम नगर्नुहोस्। कल्पना गर्नुहोस् तपाईँ बिरामी हुनुभयो, 1 महिना काम गर्न सक्नु भएन। अब एउटा प्रश्न, त्यो 1 महिनामा तपाईँको आम्दानी के हुन्छ? रिच ड्याड पोर ड्याडको सबैभन्दा शक्तिशाली विचार यो हो कि द रिच पिपुल डोन्ट वर्क फर मनी, दे मेक मनी वर्क फर देम। पहिलोपटक यो वाक्य सुन्दा अलि अनौठो लाग्न सक्छ। पैसाले कसरी काम गर्छ? उत्तर सरल छ। जब तपाईँको पैसाले तपाईँलाई थप पैसा कमाइदिन थाल्छ, त्यसलाई नै पैसाले काम गरेको भनिन्छ। उदाहरणका लागि तपाईँले लगानी गर्नुभयो, त्यो लगानीको प्रतिफल दिन थाल्यो। तपाईँले एउटा व्यवसाय निर्माण गर्नुभयो, तपाईँ नभएको बेला पनि त्यो चलिरह्यो। तपाईँले कुनै बौद्धिक सम्पत्ति सिर्जना गर्नुभयो जसबाट बारम्बार आम्दानी आइरह्यो। यही हो मनी वर्किङ फर यु। धेरै मानिसहरूको जीवनभरको लक्ष्य हुन्छ अझै धेरै काम गर्ने, तर धनी मानिसहरूको लक्ष्य हुन्छ अझ धेरै सिस्टम बनाउने, किनकि मेहनतले पैसा कमाउन सकिन्छ तर सिस्टमले सम्पत्ति बढाउन सकिन्छ। त्यसैले आफैलाई एउटा प्रश्न सोध्नुहोस्, यदि म 1 वर्ष काम गर्न सकिनँ भने मेरो लागि पैसा कमाइरहने कुनै व्यवस्था छ? यदि उत्तर छैन हो भने सायद आजदेखि त्यसतर्फ सोच्ने समय आएको छ कि? किनकि आर्थिक स्वतन्त्रता भनेको धेरै पैसा हुनु मात्र होइन, तपाईँ काम नगरे पनि तपाईँको लागि पैसाले काम गरिरहनु हो। ह्याबिट नम्बर 5, सिकिरहने बानी। धनी मानिसहरूको एउटा समान बानी हुन्छ, उनीहरू कहिले सिक्न छोड्दैनन्। स्कुल सकियो, कलेज सकियो, अब पढ्नु पर्दैन, यस्तो सोच्ने मानिसहरू धेरै हुन्छन्, तर वास्तविक शिक्षा त त्यसपछि सुरु हुन्छ। हरेक वर्ष एउटा राम्रो किताब पढ्नुहोस्, फाइनेन्सियल लिटरेसी सिक्नुहोस्, इन्भेस्टिङ, बिजनेस, नेगोसिएसन सिक्नुहोस्, किनकि आम्दानी धेरै जसो तपाईँको ज्ञानसँगै बढ्छ। आज तपाईँले सिकेको एउटा सानो कुरा सायद 5 वर्षपछि लाखौँ रुपियाँको निर्णय बन्न सक्छ। त्यसैले ज्ञानमा गरेको लगानी कहिले खेर जाँदैन। यी 5वटा फाइनेन्सियल ह्याबिट सुन्दा धेरै साधारण लाग्न सक्छन्, तर सम्झनुहोस् धनी बन्ने मानिसहरूले कुनै जादु गर्दैनन्, उनीहरूले साना साना सही बानीहरू धेरै वर्षसम्म दोहोऱ्याउँछन्। यदि आजदेखि तपाईँले यी बानी मध्ये एउटै मात्र बानी पनि सुरु गर्नुभयो भने सायद 1 वर्षपछि धेरै परिवर्तन देख्नुहुनेछ, 5 वर्षपछि अरूले फरक देख्नेछन् र 10 वर्षपछि सायद तपाईँको जीवन अहिलेको भन्दा पूर्ण रूपमा फरक हुनेछ, किनकि भविष्य परिवर्तन गर्ने कुरा ठुलो अवसर होइन, दैनिक दोहोरिने सानो सानो बानी हो। 10 वर्षपछि तपाईँले आज कति कमाउनुहुन्थ्यो भनेर कसैले सम्झिने छैन, तर तपाईँले आज कस्ता बानीहरू बनाउनु भयो त्यसको परिणाम भने तपाईँले हरेक दिन बाँचिरहनु भएको हुनेछ। याद राख्नुहोस्, गरिब र धनी बीचको सबैभन्दा ठुलो फरक तलबमा हुँदैन, बानीमा हुन्छ, किनकि तपाईँले आज जे बारम्बार गर्नुहुन्छ भोलि त्यही नै तपाईँको भविष्य बन्छ। त्यसैले भोलिदेखि होइन, अर्को महिनादेखि होइन, आजै एउटा फाइनेन्सियल ह्याबिट रोज्नुहोस्, सानोबाट सुरु गर्नुहोस्। महिनाको 1000 वा 2000 लगानी गर्नुहोस्। रकम सानो हुन सक्छ, तर त्यो बानीले तपाईँलाई एक दिन यस्तो ठाउँमा पुर्याउन सक्छ जहाँ पुग्ने सपना आज तपाईँले मात्र देख्नु भएको छ। र एउटा कुरा, यदि 1 वर्षपछि तपाईँको जीवन बदलिएको छैन भने त्यो समयको गल्ती होइन, सायद तपाईँका बानीहरू उही छन्। तर यदि तपाईँले आजदेखि आफ्ना बानी बदल्नु भयो भने समय नै तपाईँको सबैभन्दा ठुलो साथी बन्नेछ। त्यसैले आफ्नो भविष्य परिवर्तन गर्ने निर्णय अरू कसैले होइन, आजको तपाईँले लिनुपर्छ। यदि तपाईँलाई यस्ता फाइनेन्सियल, इन्भेस्टिङ र मनी माइन्डसेट सम्बन्धी भिडियो मनपर्छ भने हाम्रो च्यानल मनी माइन्डसेटलाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। फेरि अर्को भिडियोमा तपाईँको पैसा मात्र होइन, तपाईँको सोच पनि धनी बनाउने अर्को विषय लिएर भेट्नेछौँ। धन्यवाद।